हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। आज पनि तपाईँहरूमा नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ मेरो ड्युटी अफ छ होइन। आज किनकि मेरो गाडीको एसी बिग्रेको थियो अनि एसी बनाउन जानु पऱ्यो भनेर निस्किन लागेको। अहिले 1 बजीपछि चाहिँ त्यहाँ खाना खाने टाइम हुन्छ, त्यसैले म बिहानै निस्किन लागेको थियो। अनि त्यति बेला चाहिँ 9:30 भइसकेको छ अनि साथीहरू सबै ड्युटी गइसकेको छ। अनि त्यही भएर अब चाहिँ म निस्किँदैछु गाडीको एसी बनाउन। एसी बिग्रेर राम्रोसँग कामै गर्न सकिराखेको थिएन होइन। त्यही हो गाइस, अब म चाहिँ बाहिर निस्किँदैछु। धेरै दिन भइसकेको थियो भिडियो हाल्न नपाएको होइन। त्यही हो, अब म चाहिँ निस्किँदैछु बाहिर। त्यो चाहिँ सबै ड्युटी गइसकेको छ। आज चाहिँ म एक्लै छु होइन। निस्किनु पर्ने हुन्छ। यहाँ चाहिँ गर्मी धेरै बढिरहेको छ, त्यही भएर अब एसी बिना चाहिँ काम गर्न सक्दैन। त्यसैले बाहिर चाहिँ एकदम घाम चलिराखेको छ। बाहिर देखिनु सक्दैन, हावा चलिरहेको छ। चलिरहेको छ, बाहिर निस्किनु मुस्किल छ गाइस। यहाँ चाहिँ अब दिउँसोमा 50 जस्तै पुग्छ तापक्रम होइन। लिफ्ट पनि आइसक्यो। अब म चाहिँ जाँदैछु तल ग्राउन्ड फ्लोरमा। म चाहिँ बाहिर तल झरिसकेको छु। यहाँ चाहिँ घाम एकदम घाम लागिसक्यो कि अब बाहिर निस्किन धेरै गाह्रो हुन्छ। फेरि फुल लगाउनु पनि रहेछ, हाफ लगाएको यो पुरै पोल्न थालिसक्यो। अनि गाडी चाहिँ मैले टक्क यतापट्टि शीतलमा राखेको छु किनकि बाहिर राख्यो भने एकदम पोल्छ घामले। रुखको फेदमा राखेपछि पुरै धुलै यो रुखको पात जति सबै झरेर लास्टै गाह्रो हुन्छ। त्यस्तो छ होइन, एसी राम्रोसँग चलिराखेको छैन। त्यसैले अब म चाहिँ निस्किँदैछु। अब एकछिन स्टार्ट गरेर जानुपर्ने हुन्छ। शीतलमा राखेको थिएँ, अलिक सजिलो भएको छ। नभए त घामले पोलेर बसिसाध्यै हुँदैन। टोपी पनि ल्याउँछु भने टोपी ल्याउनै बिर्सेछु। त्यही हो गाइस होइन। यहाँ चाहिँ एकदम घाम चर्किसक्यो अनि दिउँसोमा चाहिँ पुरै बाहिर बस्नै सक्दैन क्या। ड्युटीको टाइममा त फुल ड्रेस लगाएर जान्छ, आज चाहिँ फेरि हाफ लगाएको। अब हिँड्दा पनि पुरै पोल्छ होइन यो। त्यही हो, यहाँ चाहिँ धेरै गर्मी बढिसकेको छ अनि बाहिर निस्किन चाहिँ गाह्रो हुन्छ। आज साथीहरू पनि छैन। अब बेलुकातिर चाहिँ एकछिन यसो समुद्रतिर जानु पर्ला होइन, सी साइडतिर। एक्लै छ अनि झ्याउ लाग्छ। अस्ति गएको थियो, सबै माछा मार्न भनेर गएको, खुट्टा चाहिँ बाटो डुटो थियो अनि थोरै माछा मारेको थियो। अनि आज जाल ल्याउने भनेको, फेरि अर्को दिन साथीहरूको पनि छुट्टी हुन्छ अनि त्यही दिन जाने भन्ने कुरा भयो। अनि म चाहिँ आज चाहिँ अब दिनभरि यो बनाएर आउँछु अनि खानासाना खाएर अनि यत्तिकै बस्नु पर्ला। चाहिँ फाइनली म निस्किन लागेको होइन। ग्लभ्स लाएर टक्क लाएर अब यो पुरै पोल्छ कि यो चाहिँ स्ट्रिङ। मैले चाहिँ कभर हालेको थिएँ, नत्र चाहिँ यो घाममा राख्यो भने त हात यसै राख्नै सक्दैन। सबै छाला गएर होइन। मेरो त मलाई त डर पनि लागेको होइन, यो के भइराखेको छ, के लाग्यो, बिरामी पो भयो कि भनेको होइन। अनि जब ग्लभ्स लाउन थालेपछि चाहिँ अनि सबै हरायो क्या। त्यही भएर चाहिँ अनि आफ्नो सुरक्षाको लागि आफै हुनु पऱ्यो होइन। अनि ग्लभ्स लगाएर साथीहरूलाई सोध्ने, अनि यो के भयो होला भने, ला तँलाई के रोग लाग्यो भने झन् डर देखाइदिने होइन। छाला जति सब पक्रेर उभिएको थिएँ। अनि त्यस्तो भएपछि चाहिँ के भने अब केही भयो कि जस्तो लागेर अनि फेरि ग्लभ्स लगाएको थिएँ।
अनि यो ग्लोभ्स चाहिँ पहिल्यै किनेको थिएँ 2 जोडी अनि यो लाउन थालेपछि चाहिँ सबै हराएर गयो। अनि मलाई लाग्यो कि यही तातोले हो कि जस्तो नि लाग्यो। एकदम तातेर बस्छ क्या दिउँसो अनि झन् एसी बिग्रेको थियो। अम्बोइ अरूको गाडीमा केटाहरूको गाडीमा हिँड्दा एउटा गाडी रोक्यो अर्कोमा गयो, अर्को गाडी रोक्यो अर्कोमा गयो है। आफ्नो एसी बिग्रिएको छ अनि त्यस्तै हो गाइस होइन। अनि आज चाहिँ फाइनली म जाँदैछु एसी बनाउन। यहाँ चाहिँ 1 मिनट पनि दिउँसोमा 1 मिनट पनि एसी बन्द भयो भने मोबाइलले कामै गर्न छोड्छ क्या। पुरै तातेर हिट भएर मोबाइल अफ हुन थाल्छ होइन। त्यही हो गाइस। अब म चाहिँ जाँदैछु सोरुममा यो बनाउने रिपेयर सेन्टरमा होइन। अब सायद हो यस चाहिँ अझै पऱ्यो भने त्यहाँ गएर टक्क गाडी लिएपछि बनाउँछु। त्यही हो। अब म चाहिँ अहिले बाटोमा जाँदैछु गाइस। फाइनली गाइस म चाहिँ आइसकेको छु अब यहाँ यो सर्भिस सेन्टरमा होइन। अब यहाँभित्र चाहिँ अलाउड छ कि छैन होला सायद। अनि म भित्र चाहिँ क्यामेरा लाँदिनँ। अनि यसको लागि चाहिँ एउटा यो चाहियो अनि सिभिल आइडी चाहिन्छ सायद। त्यही हो। म चाहिँ आइपुगिसकेँ होइन। अब चाहिँ गएर एकपल्ट देखाउनु पर्ने हुन्छ के भन्छ। अझै टाइम लाग्छ। अस्ति पनि आएको थिएँ त्यति बेला चाहिँ टाइम लाग्छ भनेर फर्केर गइहालेँ। अब चाहिँ यहाँ आइसक्यो। बाहिर तातो छ। त्यही हो। यही हो चाहिँ सर्भिस सेन्टर। यहाँ चाहिँ अब बस्नुपर्ने हुन्छ। कति टाइम लाग्छ। एउटा यही कार्ड हो अनि त्यो दिने हो। त्यही हो गाइस। म चाहिँ अब आइसकेँ। मेरो चाहिँ 46 चलिरहेको छ। चाहिँ कुरेर बस्नुपर्ने हुन्छ। गाइस मेरो चाहिँ गाडी रेडी भइसकेको छ होइन। गाडी चाहिँ भर्खरै लिएर आएको छ। अब कस्तो छ एसी अहिले चाहिँ चिसो हावा दिइराखेको छ। अब कति बेल हो है ट्राई गरौँ।
त्यही हो, गाडी रेडी भयो। अहिले चाहिँ टाइम चाहिँ कति बज्यो? 12 साढे 12मा रेडी गरिदियो होइन। अब चाहिँ जानुपर्ने हुन्छ। खाना बनाएको छैन, अब खानासाना बनाएर खाना खाएर अब एक्लै हो। साथीहरू सबै ड्युटी गएको छ। त्यही हो, अब कति टाइम लाग्छ होइन, रुम जान 15-20 मिनट जति रुम जान लाग्छ। अनि आज चाहिँ म बाहिर जाने काम पनि थियो। अब के हुन्छ, रुम गएपछि थाहा हुन्छ। त्यही हो, गाडी चाहिँ रेडी भइसक्यो। अब चाहिँ म निस्किनु पर्ने हुन्छ। अब आज ड्युटी पनि अफ छ। बेलुकातिर चाहिँ यसो समुद्रतिर जानु पर्ला। फाइनली गाइज म चाहिँ आइपुगिसकेको छु। यहाँ चाहिँ तल रुमको पार्किङमा होइन। रुममा खानासाना खाएको छैन। त्यो बिहानै निस्केर गएको थिएँ। खाना बनाएको छ कि छैन होइन। त्यही गाइज अब कसै जाँदैछु पार्किङमा। बाहिर निस्किन नसक्ने घाम लागिरहेको छ। अहिले बेलुकातिर चाहिँ अहिले जानुपर्ने हुन्छ समुद्रतिर। त्यही हो। नयाँ बाबा हो। चाहिँ रुमसुम मिलाउनु पर्ला होइन। बसेको भने मात्र एकछिन फुर्सद हुँदैन। यताउति काम गर्नुपर्छ, कपडाहरू धुनुपर्छ होइन। रुममा छुट्टी भने मात्रै काम गर्दा जमाना जानुहुन्छ। त्यही हो, चाहिँ पहिला रुमसुम मिलाउनु पर्यो। फाइनली मेरो बिस्तारा चाहिँ यस्तो भइसक्यो होइन। अहिले त्यस्तो चाहिँ है, चेन्ज भइसक्यो। अब खाना खानुपर्ने हुन्छ। खाना चाहिँ बनाएको कि छैन थाहा छैन। अब खानासाना केही छैन होइन। टक्क तरकारी सरकारी पकाउनु पर्ने हुन्छ। तरकारी पकाउन लागेको होइन। त्यही हो, खाना चाहिँ रहेछ। अब तरकारी बनाउनु छ।
फाइनली गाइस खाना चाहिँ रेडी भइसक्यो होइन। अब म चाहिँ खाना खान जाँदैछु। टाइम पनि धेरै नै भइसक्यो, अहिले चाहिँ 8:30 भइसकेको छ। टेस्ट कस्तो भएछ चाहिँ खाना खान जाँदैछु होइन।